केही सहजता भएको मात्र महसुस गरेर उभिएको छु। मेरो न्यायको लडाइँ बाँकी नै छ। तपाईँले देखाउनु भएको उत्साहले यो हामीले उत्सव मनाएको कसैलाई पनि भ्रम नपरोस्, हामी उत्सव मनाइरहेका छैनौँ। किनभने न्यायको लडाइँ बाँकी नै छ, विजयी हुन बाँकी नै छ। मैले यहाँ विजयी भन्दा मेरो विजयीको कुरा गरेको होइन, मैले जित्ने कुरा गरेको होइन। म त लड्दै गरौँला, म लड्नका लागि जन्मिएको मान्छे हो, एउटा क्रान्तिका लागि उभिएको मान्छे हो। तर क्रान्तिलाई कसैले आफ्नो पेवा बनाए, रातो बनाए, तातो बनाए। हामीले निलो क्रान्ति गरेका, म यही निलो क्रान्तिको यात्रामा अगाडि बढेको मान्छे हो। मैले न्यायको कुरा गर्दा, जितको कुरा गर्दा मैले आफ्नो जित, आफ्नो न्यायको कुरा गरेको होइन, देश र पुस्तामाथिको न्यायको कुराकानी गरिरहेको छु। त्यसैले यो लडाइँ बाँकी नै छ होला। साथीहरूमा केही उत्साह आएको होला, केही खुसी छाएको होला, हामी केही रमायो पनि होला, केही नाचो पनि होला। तर साथीहरू हामीले जितेका छैनौँ। न व्यक्तिगत रूपमा मैले जितेको छु अहिले, न सामूहिक रूपमा समाज र देशले जितेको छ। हामीले जिताउनु पर्नेछ। अब सङ्गीन मोडमा आएका छौँ, अब जिम्मेवार भएर हामीले काम गर्नुपर्नेछ। म यति चाहिँ तपाईँहरूलाई के भन्न सक्छु भने देश हिजो जसरी चलेको थियो त्यसरी चल्नेवाला छैन। अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने हुन्छ, जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ। इतिहासले हामीलाई एउटा यस्तो मोडमा ल्याएर खडा गरिदिएको छ कि यहाँ आवेग उत्तेजनाको कुनै पनि अब काम छैन। अब म अपदस्थ भएका मानिसहरूलाई गाली गलोज गरेर समय बर्बाद गर्ने पक्षमा पनि छैन। तर उनीहरूलाई इतिहासको एउटा कुनामा कसरी संरक्षित, सुरक्षित र सम्मानित राख्ने हो त्यसबारेमा म सोचिरहेको छु। सुरक्षित, सम्मानित इतिहासको कुनै कालखण्डमा उहाँहरूले दिनुभएको योगदानका लागि हामी अझै पनि, तर त्यो सम्मानित ठाउँमा बस्ने नबस्ने भन्ने कुरा उहाँहरूको अभिव्यक्ति, उहाँहरूको व्यवहारमा फरक पर्दछ। फेरि पनि त्यसका लागि हामीले छान्ने विधि भनेको लोकतान्त्रिक विधि नै हो। कसैप्रति रिस उठ्यो भन्दैमा हामीले झुटा मुद्दा लगाउने, भौतिक आक्रमण गर्ने काम गर्नु हुँदैन, हामी गर्दैनौँ। कम्तीमा मबाट राजनीतिक प्रतिशोधको कसैले पनि अपेक्षा नगरे हुन्छ। म र मेरो दल ममाथि जति अन्याय थिचोमिचो गरेको भए पनि कुनै पनि राजनीतिक पुस्ता नेताप्रति राजनीतिक प्रतिशोध गर्ने छैन। म आज बाचा गर्न चाहन्छु। तर यो देशलाई 30-35 वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नुपर्छ साथी। त्यसको हिसाब त माग्छु म आफ्नो हिसाब बिर्सन सक्छु, तर देशमा 35 वर्ष भएको अन्यायको हिसाब बिर्सन सक्छु। म तपाईँहरूलाई अर्को पनि एउटा कुरा स्पष्ट गर्न चाहन्छु। परिस्थितिले जुन मोडमा लिएर जान्छ त्यो मोडमा हामी जानै पर्ने हुन्छ। आजलाई यति मात्र बुझ्नुहोस्, नयाँहरू सबै मिल्छन्, एकै ठाउँमा आउँछ, सबै मिल्छ। म एउटै शब्द छ मेरो, म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको। यहाँ सिङ्गो पुस्ताको भविष्य खरानी भएको छ। देशका संरचनाहरू चले, खरानी भए भन्ने कुरा गरिएको छ। जो खरानी भयो त्यो त बन्ला, तर तपाईँ हाम्रो सपना 35 वर्षदेखि खरानी भएको छ, त्यसको हिसाब कसले गर्ने? त्यो सपना पुरा गर्नको निमित्त चाहिँ सबै मिल्न तयार छ। त्यो सपना पुरा गर्ने हो भने मिल्ने, यिनलाई हराउन मिल्नु पर्दैन, देशलाई जिताउन मिल्नु, गिरेको आफ्नो विश्वासलाई उच्च बनाउनको लागि मिल्ने, देशलाई नयाँ बाटोमा लिएर जानका लागि मिल्ने। एउटा दुईटा चुनावको कुरा छैन साथी हो, सिङ्गो पुस्ताको कुरा छ। साना साना बालबालिकाको मैले कुराकानी गरेको छु। ती बालबालिकाको मात्र होइन, यो देशमा जन्मन बाँकी रहेका बालबालिकाको भविष्य पनि तपाईँ हाम्रो हातमा आएको छ। कति जिम्मेवार हुनुपर्छ होला सोचिहेर्नुहोस् त, कति जिम्मेवार हुने। छोडिदिनुहोस्, जे भयो जे बित्यो बित्यो। इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन, भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले गर्नुभयो, धन्यवाद। थानकोमा बस्नुहोस् है, थानकोमा बस्नुहोस्, थानकोमा बस्नुहोस्। दुई तिहाईको दम्ब, भिडभाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झन्डिएर भाग्नुपर्छ। नयाँ पुस्ताको आवाजलाई सम्मान गरेर, नयाँ पुस्तालाई साथमा लिएर, नयाँ पुस्ताले देखाएको यो विद्रोहको ज्वालालाई सम्झिएर, सम्मान गरेर, हातेमालो गरेर, साथ दिएर, अपमानित नगरिकन अगाडि बढ्ने हो भने हामी सँगै यो देशको समृद्धिको बाटो गर्न सक्छौँ। यो एउटा दुईटा मान्छेले गर्न सक्ने होइन, एउटा दुईटा मान्छेले पार लगाउने विषय होइन, सबै मिल्नुपर्छ। सुरक्षाकर्मी साथीहरूको मनोबल हामीले उच्च गर्नुपर्छ। हरेक आन्दोलनमा जसलाई पनि परिवर्तन चाहिएको छ, तर त्यतिखेर पनि सुरक्षाकर्मी साथीहरूलाई घाइते बनाएर परिवर्तन आएको छ। अब उहाँहरूको घाउ पनि हामीले पुर्ने हो, उहाँहरूलाई पनि सुरक्षित महसुस गराउने हो, किनकि यो देशका सिपाहीहरू हुनुहुन्छ, काम गर्नुपर्ने हुन्छ। त्यसैले साथी हो, उच्च मनोबलका साथ हामी काम गरौँ। मलाई थाहा छैन मेरो यो आवाज कति दिनसम्म चल्ने हो। म माथि तरवारहरू धेरै झुन्डिएका छन्, मुद्दा बाँकी छन्।
अब जस्तो सरकार गयो तर उनले झुन्ड्याएको मुद्दा मेरो टाउकोमाथि अझै पनि छ, लड्छु, मलाई चिन्ता छैन लड्नको निम्ति। जबसम्म सास रहन्छ लड्छु, तपाईँहरूको साथ चाहिन्छ। मलाई व्यक्तिगत रूपमा चाहिँदैन, मेरो केही माग मुद्दै छैन, मेरो व्यक्तिगत माग केही पनि छैन। मेरो माग यो पुस्तकको लागि संसदमा हामीले 101 मान्छे लिएर गयौँ, मिलाउँथे मान्छे संसदमा, एउटा बजेट भाषण तै विषय हेर्थे मान्छेले, तर संसदको हरेक सेसन नेपाली जनताले आँखा झिमिक्क नगरिकन हेर्ने बनायो राष्ट्रपाले। संसदले संसद जस्तो बनायो नि, अब सरकारलाई सरकार जस्तो राष्ट्रपाले बनाउँछ, चिन्ता नगर्नुहोस्, सबै मिलेर। म फेरि पनि साथीहरूलाई भन्न चाहन्छु, एउटा चुनावको कुरा हो भने कुरा नगरौँ, एउटा पुस्ताका लागि मिल्ने हो भने म तयार छु, हरदम तयार छु। हिजो जेलभित्र बस्दा पनि तयार थिएँ, आज बाहिर पनि तयार छु, फेरि जेल हाल्यो भने पनि तयार छु।